श्रीमान र श्रीमती बीच पारिवारिक असन्तुष्टि र शङ्काले उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। श्रीमान र श्रीमती बीचको मनमुटाव, श्रीमतीप्रतिको शङ्का र आर्थिक प्रलोभनका कारण यो घटना भएको देखिन्छ। एसपी तिमसिना भन्छन्, क्रूर यातनासहितको हत्या भएको हाम्रो निष्कर्ष छ। खास गरी प्रहरीको अनुसन्धान अनुसार पक्राउ परेका योगेन्द्रले मोटरसाइकलमा राखेर मृतक चुनकुमारीलाई जङ्गलसम्म पुर्याउँछन्। ज्वाइँ योगेन्द्रले आफन्तकोमा जाने भनेर लैजान्छन्। श्रीमतीको विश्वासिलो पात्र उनी भएकोले कोरियाबाट प्रेमबहादुरले तैँले लिएर गइस् भन्ने हुन्छ भनेर प्रभावमा पारेको देखिन्छ। एसपी तिमसिनाले भने लैजाने क्रममा जङ्गल पुगिसकेपछि बाटो अल्मलिए भनेर बाटो खोज्न भन्दै खोलातिर जान्छन् र घटना हुन्छ। घटनामा 3वटा मोटरसाइकल प्रयोग भएको, जसमा एउटा मोटरसाइकलमा योगेन्द्र, बाँकी 2मा भारतीय नागरिक राजु र मृतक देवर डगेन्द्र संलग्न रहेको एसपी तिमसिनाले बताएका छन्। मुख्य गरी योगेन्द्र र भारतीय नागरिकको संलग्नता देखिएको छ। मृतकका देवर पनि सँगसँगै रहेको अनुसन्धानबाट खुलेको छ। उनले थपे मृतकले बोकेको ब्यागको फिताले बाँधेर हत्या गरिएको खुलेको छ। शव अर्धनङ्ग अवस्थामा भेटिए पनि पोस्टमार्टम रिपोर्टमा भने कुटपिटबाट हत्या भएको देखिन्छ। यद्यपि प्रहरीले उक्त घटनामा विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।